नेपाल प्रिमियर लिग। यो नाम सुन्ने बित्तिकै सायद धेरैको दिमागमा चौका र छक्काको इमेजिन आउँछ। तर आज हामी फिल्डभन्दा बाहिरको एउटा अर्कै खेल हेर्दैछौँ, करोडौँको कारोबारको खेल, जसले नेपाली क्रिकेट र सायद अर्थतन्त्रकै नक्सा बदल्ने दम राख्छ। त्यसो भए मूल प्रश्नमा जाउँ है त। आखिर एउटा क्रिकेट लिगले, त्यो पनि मात्र एक सिजनमा 40 करोडभन्दा बढीको कारोबार कसरी गर्छ? सोचौँ त, यो पैसा आउँछ कहाँबाट अनि जान्छ चाहिँ कहाँ? ल आउनुहोस्, यही पैसाको पछाडि लागौँ आज। सुरुवातमै एउटा चकित पार्ने आँकडा हेरौँ न। पहिलो सिजनमा एनपिएलको अनलाइन स्ट्रिमिङ अधिकार, जसलाई ओटिटी राइट्स भनिन्छ, त्यो लगभग 75 लाखमा बिक्री भएको थियो। तर दोस्रो सिजनमा के भयो? त्यो मूल्य, सुन्नुहोस् है, 8 गुणाले बढेर 5 करोड 30 लाख पुग्यो। हो, यही एउटा आँकडाले लिगको आर्थिक गतिको पूरा कथा भन्छ। अब यो अविश्वसनीय वृद्धिको पछाडि को छ त? यसको मुख्य खेलाडी हो नेपाल क्रिकेट सङ्घ अर्थात् क्यान। उनीहरूले एउटा यस्तो रणनीतिक चाल चले जसले खेलको नियम नै परिवर्तन गरिदियो भन्दा फरक पर्दैन। ल हेर्नुस्, यही हो त्यो गेम चेन्जिङ आइडिया। पहिलो सिजनमा के भयो? क्यानले एकदमै सजिलो बाटो लियो। सबै कमर्सियल राइट्स एउटै एजेन्सीलाई दियो, करिब 6 करोडमा। मतलब टाउको दुखाइ खत्तम। तर दोस्रो सिजनमा क्यानले एउटा ठूलो, भनौँ न, रिस्कै लियो। निर्णय गर्यो, अब सबथोक आफै गर्ने, स्पोन्सरसँग आफै कुरा गर्ने, ब्रडकास्टरसँग आफै डिल गर्ने। हो, यही एउटा निर्णयले पैसाको मूल नै फुटाइदियो। कमर्सियल राइट्स भनेको के हो भनेर अल्मलिनु पर्दैन, यो एकदमै सिधा कुरा हो। यसलाई लिगको पैसा कमाउने सबै अधिकार भनेर बुझ्दा हुन्छ। जस्तै जर्सीमा कुन कम्पनीको लोगो राख्ने, टिभीमा कुन च्यानलले देखाउने, मैदानमा कुन ब्यानर टाङ्ने, यी सबै कुरा बेचेर पैसा कमाउने अधिकार नै कमर्सियल राइट्स हो। त क्यानले लिएको त्यो रिस्कले कस्तो नतिजा दियो त? यो चार्टले छर्लङ्ग पार्छ। पहिलो सिजनको आम्दानी लगभग 6 करोड, दोस्रो सिजनमा अनुमानित 40 करोड। यो सामान्य वृद्धि होइन, यो त आर्थिक विस्फोट नै हो। त्यसो भए यो 40 करोडको विशाल रकम कहाँबाट आयो त? यसका 3वटा मुख्य पाइपलाइन देखिन्छन्। पहिलो, 8वटै टिमले हरेक वर्ष क्यानलाई तिर्ने शुल्क। दोस्रो, अघि हामीले कुरा गरेको कमर्सियल राइट्स, मतलब स्पोन्सर र ब्रडकास्टरसँगको सीधा सम्झौता। अनि तेस्रो, पक्कै पनि दर्शकले किन्ने म्याच टिकट। यो चार्टले आम्दानीको तस्विर अझै सफा बनाउँछ। यहाँ रमाइलो कुरा के छ भने एनपिएल कुनै एउटा स्रोतमा मात्रै निर्भर छैन। हेर्नुस् त, स्पोन्सरसिप, प्रसारण अधिकार, टिकट बिक्री र फ्रेन्चाइज शुल्क सबैले लगभग बराबरकै हिस्सा ओगटेका छन्। सायद यही सन्तुलित आम्दानीको मोडलले एनपिएलको आर्थिक शक्तिको मुख्य रहस्य हो। ल, क्यानको कुरा त भयो, तर जसले करोडौँ खर्चेर टिम किनेका छन् ती मालिकहरूको कथा के हो नि? उनीहरूको बाजी केमा छ? आउनुहोस्, अब फ्रेन्चाइजको अर्थशास्त्रभित्र पसौँ। एउटा टिमको मालिक बन्न कति पैसा लाग्छ होला? यो तालिकाले केही अनुमान दिन्छ। हेर्नुस् त, पोखरा एभेन्जर्सको लागि 3.5 करोडभन्दा बढी तिरिएको छ। यो केवल एउटा क्रिकेट टिम किन्नु मात्रै होइन, यो त एउटा ठूलो व्यापारिक लगानी हो। फ्रेन्चाइज टिमको आम्दानीको एउटा एकदमै रमाइलो स्रोत छ सेन्ट्रल पुल। यसलाई एउटा ठूलो साझा भाँडो जस्तो सम्झिनुहोस्, जसमा क्यानले आफ्नो कमाईको आधा हिस्सा, मतलब 50% राखिदिन्छ। अनि सिजन सकिएपछि त्यो भाँडोको पैसा सबै 8वटै टिमलाई बराबर बाँडिन्छ। यो त एउटा टिमवर्क बोनस जस्तै भयो नि, होइन र? छोटकरीमा भन्नुपर्दा एउटा फ्रेन्चाइजले 3 तिरबाट पैसा कमाउँछ। 1. आफ्नै टिमको लागि ल्याएको स्पोन्सर। 2. जर्सी र क्याप जस्ता सामानहरूको बिक्रीबाट। अनि 3. क्यानको त्यो साझा भाँडो सेन्ट्रल पुलबाट आउने हिस्सा। यी 3वटै धारा मिलेर उनीहरूको आर्थिक नदी बन्छ। तर पैसा आउने बाटो छ भन्दैमा नाफा भइहाल्छ भन्ने चाहिँ छैन। टिम चलाउनु भनेको पैसाको खोला बगाउनु जस्तै हो। खेलाडीहरूको महँगो तलब, क्यानलाई तिर्नुपर्ने शुल्क, कोच, होटल, यात्रा, मार्केटिङ, यो सूची त लामै छ। वास्तवमा सुरुका केही वर्ष त कमाईभन्दा खर्चको मिटर धेरै छिटो दौडिन सक्छ। अब प्रश्न उठ्छ, तुरन्तै फाइदा छैन भने किन मालिकहरूले करोडौँ खनेरहेका छन् त? यसको जवाफ कर्णाली याक्सको म्यानेजमेन्टको यो भनाइमा लुकेको छ। उनीहरू भन्छन्, कुरा अहिलेको नाफाको होइन, कुरा हो ब्रान्ड भ्याल्युको। उनीहरूको विश्वास छ कि उनीहरूको टिमको ब्रान्ड भ्याल्यु 50 करोड नागिसक्यो। मतलब उनीहरूको ध्यान आजको पैसामा छैन, भोलिको सम्पत्तिमा छ। यो क्रिकेट मात्रै होइन, यो त लामो दौडको घोडा हो, एउटा चेसको चाल जस्तै। हामीले आयोजकको कुरा गर्यौं, मालिकको कुरा गर्यौं, तर यो सबै खेलको मुटु त खेलाडी हुन् नि। यो करोडौँको कारोबारले मैदानमा पसिना बगाउने खेलाडीको जीवनमा चाहिँ कस्तो परिवर्तन ल्याइरहेको छ? आउनुहोस् अब त्यो हेरौँ।
खेलाडीको कमाईको जग्गा भनेको क्यानको केन्द्रीय अनुबन्धन हो। यसले उनीहरूलाई एक किसिमको स्थिर मासिक तलब दिन्छ। ए ग्रेडको खेलाडीले मासिक 1 लाख रुपियाँ पाउँछन्। यो एनपिएल बाहेकको आम्दानी हो, जसले उनीहरूलाई वर्षभरि आर्थिक सुरक्षा प्रदान गर्छ। तर त्यो त सुरुवात मात्रै हो। एक शीर्ष खेलाडीको आम्दानीको बाटो एउटा मात्र हुँदैन। हेर्नुस् त, एनपिएल लिलामीबाट आउने लाखौंको तलब, क्यानको स्थिर मासिक आम्दानी, ठूला ब्रान्डसँगको व्यक्तिगत सम्झौता र हरेक म्याचमा राम्रो खेलेबापत पाउने बोनस, यो सबै मिलेर क्रिकेटलाई एउटा पूर्णकालीन र आकर्षक करियर बनाइदिन्छ। यी सबै आम्दानीलाई जोड्दा एउटा शीर्ष नेपाली क्रिकेटरले वर्षको 1 करोड रुपियाँसम्म कमाउन सक्छ। हो, 1 करोड। केही वर्ष अघिसम्म यो कुरा कल्पनाभन्दा बाहिर थियो। एनपिएलले यही असम्भवलाई सम्भव बनाइदिएको छ। ल अब क्यामेरालाई अझै पछाडि लैजाउँ, अझै फराकिलो दृश्य हेरौँ। क्रिकेट मैदानभन्दा पर एनपिएलले सिङ्गो देशको अर्थतन्त्रमा कस्तो तरङ्ग पैदा गरिरहेको छ त। एनपिएलको प्रभाव मैदानको बााउन्ड्रीमा मात्र सीमित छैन। यसले रोजगारी सृजना गर्छ, ग्राउन्ड स्टाफदेखि लिएर कमेन्टेटरसम्म। फ्यानहरू खेल हेर्न एउटा सहरबाट अर्को सहर जाँदा होटेल र रेस्टुरेन्टको व्यापार बढ्छ। रङ्गशालामा नयाँ पूर्वाधार बन्छन्। र सबैभन्दा ठूलो कुरा, यसले नेपाललाई विश्वको खेलकुद नक्सामा एउटा चम्किलो बिन्दुको रूपमा स्थापित गर्दैछ। अन्ततः यो पुरै विश्लेषणको सार के हो भने एनपिएलले क्रिकेटलाई केवल एउटा रुचि र जोसको विषयबाट माथि उठाएर एक आकर्षक र उच्च आम्दानी दिने पेसामा रूपान्तरण गर्दैछ र सँगसँगै यो नेपालको लागि एक शक्तिशाली आर्थिक इन्जिन पनि बन्दै गइरहेको छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। एनपिएलको मूल्य यसरी नै बढ्दै जाँदा नेपाली खेलकुदको अर्को उचाइ के होला? के फुटबल, बास्केटबल जस्ता अन्य खेलहरूले पनि एनपिएलको यो आर्थिक मोडलबाट केही सिक्न सक्छन्? यो प्रश्नमाथि विचार गर्दै गर्नुहोला। आजको लागि यति नै।